आज चाहिँ पप्पीले नुहाइदिने हो। घाम पनि टन टन लागिरहेछ हैन, यो गन्दे भएको छ, पुरा गन्दे हो। अन्त म पनि नुहाइदिएर गर्नुपर्छ। यसलाई नुहाएपछि म पनि नुहाउनै पर्छ। यसले यस्तो छर्किन्छ नि, जिउभरि लाग्छ कि गाइस। यहाँ बस, यहाँ बसेँ, त्यहाँ भाग्छु नभाग। ओके, ल आज नुहाउनु पर्छ। पुरा घाम लागिरहेछ, टन टन घाम लागिरहेछ। यसको साबुन पनि सकिरहेछ। आज चाहिँ यसले नुहाइदिन्छु। लाइभ भयो नुहाइदिनु पर्यो। साबुन सकेर अस्ति सकेको यहाँ राखेको थिएँ। मुसाले कहाँ लग्यो लग्यो, अलिकति थियो हो। यस्तो गन्धे भएको छ गाइस। यो यहाँ यसो बस हेर मैला। नकराए बस। यता फर्की, यहाँ हेर तेरो घाँटीमा मैले हेर्दा। अब यसलाई यस्तो मजाले नुहाएर चाहिँ घाममा मजाले सुक्छ नि। यस्तो घाम लागिरहेछ टन्टन होइन पप्पी। यस्तो गन्धे हो छ्या। अदुवा लगायो भने गनाउँदैन है। अदुवा पनि पिसिरहेको गाइस हो। यसलाई चाहिँ पुरा एलर्जी हुन्छ गाइस। के भएको कति दबाई खाइसक्यो, जाति नै हुँदैन हो। घाउ निस्किबस्छ, नुहाइदिनु हुँदैन। घाउ नुहाइकै घाउ निस्किहाल्छ हो। आज म अदुवा पिसेर हालिदिनु पर्यो, गनाउँदैन भन्दै थिएँ अस्ति। के होइन रहेछ, ट्राई गर्नुपर्नेछ गाइस। आज चाहिँ मजाले कत्ला निकालिदिनु पर्यो गाइस। साह्रो कत्ला भएछ, पुरा कत्ला भएछ। यस्तो कति दिन भयो नुहाएको। फर्की यता, यता फर्की। भाग्नु खोज्छौ हेर्न, भाग्नु खोज्छस् न। दिउँ त्यहाँ। भाग मरे त तेरो त म ढाँचा खुस्किन गरिदिन्छु भयो। यता बस। हेर कस्तो रातो भएको छ मम्मा। हेर के भएर यस्तो भएको। मैला भएको मैला भएको गाइस। मजा आएछ गाइस, मजा आएछ। सेतो भइरहेको सेतो। ओके गाइस अन्त कुटेर लगाइदिन्छ। अब जाति हुन्छ भने हेर्नुपर्छ। हाते पप्पी, हाते रिस उठिसक्यो यसलाई। जा अब घाम ताप्नु।